सुपर खुदी हाइड्रोपावर लिमिटेड, जसले यही फागुन 4 गतेदेखि 10 गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो, त्यसको बाँडफाँड हुने मिति लगभग फिक्स भएको छ। आजको भिडियोमा हामी रिजल्ट कहिले आउँछ मात्र होइन, यसको ओपनिङ प्राइस कति होला र 10 किता पर्नेले कतिसम्म नाफा कमाउन सक्छन् भन्ने प्राविधिक विश्लेषण पनि गर्नेछौँ। सबैभन्दा पहिले हामी यस कम्पनीको आइपिओमा कति आवेदन परेको थियो त्यसको बारेमा कुरा गरौँ। सिडिएससीका अनुसार आइपिओ भर्ने अन्तिम दिन फागुन 10 गते साँझ 5 बजेसम्ममा यस कम्पनीको आइपिओमा 27,06,879 जना आवेदकबाट 3,01,37,120 किताका लागि आवेदन परेको थियो। यो सङ्ख्या कम्पनीले माग गरेको भन्दा झण्डै 23 गुणा बढी हो। कम्पनीले निष्कासन गरेको आइपिओमा यसरी मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन बाँडफाँड निर्देशिका अनुसार आइपिओ गोला प्रथाबाटै बाँडफाँड हुने भएको छ, जसअनुसार 1,28,650 जनाले 10 किताका दरले आइपिओ पाउनुहुनेछ। यो भिडियो हेरिरहनुभएका सम्पूर्णलाई गुड लक भन्न चाहन्छु। अब धेरैले सोध्नुभएको प्रश्न, रिजल्ट कहिले आउँछ? बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आगामी फागुन 17 गते आइतबारसम्म प्री अलटमेन्टको काम सम्पन्न गर्ने, त्यसपछि केही प्राविधिक प्रक्रियाहरू पूरा गरेर केही दिनभित्रमा नै आइपिओ बाँडफाँड गर्ने तयारी भएको छ। त्यो कहिले हुँदैछ त्यसको बारेमा हामी एकछिनमा कुरा गर्ने नै छौँ। अहिलेको समयमा आइपिओ पर्नु भनेको चिट्टा पर्नु सरह जस्तै भएको छ र यसरी परेको आइपिओलाई हामीले पूर्ण सदुपयोग हुने तरिकाले बेच्नुपर्छ, नत्र आइपिओ पर्नु र नपर्नुको कुनै अर्थ रहँदैन। आइपिओ परिहाल्यो भने बेच्न हतार गर्नु हुँदैन। आफूलाई परेको आइपिओको मूल्य कतिसम्म पुग्छ भनेर एनालिसिस गरेर मात्र बेच्नुपर्छ। आफूलाई परेको आइपिओको मूल्य कतिसम्म पुग्छ भनेर जान्नको लागि चाहिँ हामीले त्यस कम्पनीको वित्तीय अवस्था थाहा पाउनुपर्छ। कम्पनीको इपिएस र नेटवर्थबाट नै हामीले कुन आइपिओको मूल्य हाइएस्ट कतिसम्म पुग्छ भनेर अनुमान लगाउन सक्छौँ र त्यही अनुसार आइपिओ बेचेर राम्रो प्रफिट कमाउन सक्छौँ। केही समय अगाडि खुलेको एसवाई प्यानल नेपालको 10 किता आइपिओबाट कसैले 22,000 रुपैयाँसम्म कमाए भने कसैले त्यही आइपिओबाट जम्मा 8-10 हजार रुपैयाँ कमाए। सो आइपिओ परेर मात्र हुँदैन, त्यसलाई बेच्न पनि जान्नुपर्छ, अनि बल्ल कमाइन्छ पैसा। आजको यस भिडियोमा हामी कम्पनीको इपिएस र नेटवर्थ आफैले पत्ता लगाएर कसरी हाइएस्ट मूल्य सेट गरेर बेच्ने त्यो कुरा पनि सिक्नेछौँ। सो यदि तपाईले अहिलेसम्म हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकनमा क्लिक गरेर अल नोटिफिकेसन अन गर्नुहोला। हामीले यो च्यानलबाट यस्तै जानकारीमूलक भिडियोहरू प्रस्तुत गर्नेछौँ। तपाईँ यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ? नेपालभित्र हुनुहुन्छ भने आफ्नो जिल्लाको नाम र विदेशमा हुनुहुन्छ भने देशको नाम तल कमेन्ट गर्नुहोला। अब हामी सिधै यो हाइड्रोपावरको आइपिओ रिजल्ट कहिले हुँदैछ, कतिजनालाई पर्छ, दोस्रो बजारमा यो अब कहिले सूचीकृत हुन्छ र 10 किता आइपिओ पर्नुहुनेले के कति मुनाफा कमाउन सक्नुहुन्छ र कम्पनीले हामीलाई बोनस, हकपत्र सेयर दिने क्षमता छ कि छैन भन्ने जस्ता विषयमा पनि छोटकरीमा चर्चा गर्नेछौँ। भिडियो अन्त्यसम्म नछुटाई हेर्नुहोला। यो हाइड्रोपावरको वित्तीय अवस्था अन्य हाइड्रोपावरभन्दा धेरै नै राम्रो भएको हुनाले यसको नतिजा सम्पूर्ण लगानीकर्ताहरूको लागि प्रतीक्षाको विषय बनेको छ। यस कम्पनीको 10 किता आइपिओबाट पनि हजुरहरूले राम्रो नाफा प्राप्त गर्न सक्नुहुनेछ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आगामी फागुन 17 गते आइतबारसम्म प्री अलटमेन्टको काम सम्पन्न गर्ने, त्यसपछि केही प्राविधिक प्रक्रियाहरू पूरा गरेर फागुन 25 गते सोमबार आइपिओ बाँडफाँड गर्ने निर्णय भएको छ। यानि कि यो कम्पनीको आइपिओ बाँडफाँड फागुन 25 गते सोमबार हुनेछ। बीचमा परेका होली, चुनाव र सार्वजनिक बिदाका कारण रिजल्टको मिति केही पछि सरेको हो, तर ढुक्क हुनुहोस्, फागुन 25 गते आइपिओ बाँडफाँड हुनेछ। रिजल्ट पब्लिस भएपछि आइपिओ रिजल्ट हजुरहरूले सिडिएससीको आधिकारिक वेबसाइट iporesult.cdsc.com.np, कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मोबाइल एप शेयर हबबाट हेर्न सक्नुहुन्छ। मैले सबैभन्दा छिटो आइपिओ नतिजा चेक गर्ने लिङ्क डिस्क्रिप्सन बक्समा राखिदिएको छु। लिङ्कमा क्लिक गरेर नतिजा हेर्न सक्नुहुन्छ। यो त थियो हजुरहरूलाई आइपिओ नतिजा सम्बन्धी सामान्य जानकारी। अब म हजुरहरूलाई यस भिडियोको मुख्य विषयवस्तुतिर लैजाँदैछु। यदि हामीलाई यस कम्पनीको 10 किता आइपिओ पर्यो भने हामीलाई कतिसम्म फाइदा हुन्छ, कम्पनीको वित्तीय अवस्था कस्तो छ र दोस्रो बजारमा सूचीकृत हुँदा यसको ओपनिङ रेन्ज कति हुन्छ भन्ने विषयमा चर्चा गरौँ। नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको 3 गुणासम्मको रेन्ज तोक्ने गरेको छ। यस कम्पनीले प्रकाशित गरेको विवरण पत्रलाई हेर्ने हो भने आर्थिक वर्ष 2082-83 अनुसार प्रति शेयर नेटवर्थ बुक भ्याल्यु 137 रुपैयाँ 53 पैसा रहेको छ। प्रति शेयर आम्दानी 4 रुपैयाँ 45 पैसा।
हाइड्रो पावर सेक्टरको लागि यो निकै मजबुत र आकर्षक वित्तीय स्थिति हो। विशेष गरी नेटवर्थले सेकेन्डरी मार्केटमा ठूलो भूमिका खेल्छ, किनकि नेप्सेको नियमअनुसार कुनै पनि नयाँ कम्पनीको पहिलो कारोबार ओपनिङ रेन्ज नेटवर्थको 1 गुणादेखि 3 गुणासम्म तोकिन्छ। अर्थात् 137 रुपैयाँ 53 पैसाको नेटवर्थ भएको यो शेयर 412 रुपैयाँसम्म ओपन हुन सक्छ। यदि तपाईलाई 10 किता आइपिओ पर्यो भने ओपनिङ दिनमै तपाईले 4000 देखि 4200 रुपैयाँसम्मको नाफा कमाउन सक्नुहुन्छ। यदि आजको यो भिडियो तपाईलाई राम्रो लागिरहेको छ भने लाइक गर्न नबिर्सनुहोला। भिडियोमा कुनै जिज्ञासा, गुनासो वा थप प्रश्न भए कमेन्टमा लेख्नुहोला। यो तपाईको सानो साथले हामीलाई थप ऊर्जा दिन्छ। अब कुरा गरौँ सेकेन्डरी मार्केटमा यसको मूल्य कतिसम्म पुग्न सक्छ भनेर। ओपनिङको हिसाबले यो कम्पनीको मूल्य निकै माथि जानुपर्ने हो, तर अहिले बजारमा आर्थिक मन्दीको प्रभाव छ, पैसा प्रवाह कम छ। जबसम्म पर्याप्त पुँजी आउँदैन, ठूलो उछाल आउन गाह्रो छ। त्यसैमाथि अहिलेको बजार न्यूट्रलदेखि स्लाइटली बियरिश अवस्थामा छ। लामो समयदेखि नेप्से इन्डेक्स 2800 को स्तर काट्न सकेको छैन, तर यसको पब्लिक शेयर निकै कम र वित्तीय अवस्था भने निकै मजबुत भएकोले छोटो अवधिमा यो कम्पनीको 10 किता आइपिओबाट 7000 देखि 8-9 हजार रुपैयाँसम्म नाफा कमाउने सम्भावना देखिन्छ। यदि तपाईलाई 10 किता आइपिओ पर्यो भने ओपनिङ दिनमै तपाईको 1000 लगानी 4100 रुपैयाँ भन्दा माथि पुग्ने निश्चित देखिन्छ। तर के तपाईले लिस्टिङ हुने बित्तिकै बेच्नुपर्छ त? यहाँनिर एउटा कुरा बुझ्न जरुरी छ। केही समय अघि एसवाई प्यानेल नेपालको 10 किता शेयर कसैले हतारिएर 8-10 हजारमा बेचे भने अलिकति एनालाइसिस गरेर सही समय पर्खेनेले 22 हजारसम्म पनि कमाए। त्यसैले शेयर पर्नु मात्र ठूलो कुरा होइन, त्यसलाई सही समयमा बेच्न जान्नु चाहिँ असली कमाई हो। यसको पब्लिक शेयर कम भएकोले ठूला लगानीकर्ताले यसलाई कर्नर गरेर मूल्य अझै माथि पुर्याउन सक्छन्। बजारको अवस्था सकारात्मक रहेमा यसको मूल्य दोस्रो बजारमा 600 देखि 900 रुपैयाँसम्म पुग्ने सम्भावना देखिन्छ। तर यदि तपाईँ लामो अवधिसम्म होल्ड गर्न सक्नुहुन्छ भने यो कम्पनीबाट अझै धेरै राम्रो नाफा कमाउने सम्भावना अझ बढी छ। वास्तवमा कुनै पनि कम्पनीको आइपिओको मूल्य दोस्रो बजारमा यति नै पुग्छ भन्ने यकिन चाहिँ हुँदैन। बजारको माहौल, राजनैतिक प्रभाव र सरकारी नीति जस्ता कुराले प्रभाव पारिरहेको हुन्छ। तर पनि यस कम्पनीको अहिलेको आधारभूत पक्ष, फन्डामेन्टल, इपिएस र नेटवर्थ राम्रो भएको कारणले यसको मूल्य दोस्रो बजारमा 600-700 देखि 8-900 सम्म पुग्न सक्ने देखिन्छ। विगतको इतिहास हेर्ने हो भने आइपिओ बाँडफाँड भएको 10-15 दिनभित्र नेप्सेमा सूचीकृत हुने गरेको छ। अर्थात् अबको 15-20 दिनभित्र तपाईले यसलाई किनबेच गर्न सक्नुहुनेछ। जाँदा जाँदै अब हामीले भर्खर खुल्न लागेका अन्य आइपिओहरूको बारेमा कुरा गर्नुपर्दा पाल्पा सिमेन्टले फागुन 12 गतेदेखि र शिखर पावर डेभलपमेन्टले फागुन 17 देखि आइपिओ निष्कासन गर्न लागिरहेका छन्। आइपिओ भर्न नछुटाउनुहोला। हस्त साथीहरू, यसरी सुपर खुदी हाइड्रो पावरको आइपिओ बाँडफाँड फागुन 25 गते हुँदैछ। सबैलाई गुड लक भन्न चाहन्छु। यदि सबै प्राविधिक काम सकेर रिजल्ट छिटै हुने देखियो भने त्यसको जानकारी हामी भिडियोको कमेन्टमा दिने नै छौं। आइपिओ पर्यो भने हतार गरेर नबेच्नुहोला। एउटा राम्रो मूल्य आएपछि मात्र बेच्नुहोला। आशा गर्दछु आजको यो भिडियो मन पर्यो होला। मन परे लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।